तामुलपुरको भारत भुटान सीमान्त क्षेत्रको 2 नम्बर डोंगर गाउँमा पालन गरियो गंगा पूजा। अन्नदाता किसानहरूको मंगल कामनार्थ भुटानबाट बग्दै आएको पुठीमारी नदीको किनारमा विधिपूर्वक केसरी पालन गरियो गंगा पूजा। हरेक सालहरू झैं यस वर्ष पनि केन्द्रीय रूपमा पञ्चम वार्षिक गंगा दशहरा अर्थात गंगा पूजा पालन गरेको देखियो भारत भुटान अन्तर्राष्ट्रिय सीमान्तवासी किसानहरूको संस्था पुठीमारी नवमिलन केन्द्रीय डोङबान समितिले। भारत भुटान सीमान्त क्षेत्रमा बगेको पुठीमारी नदीलाई नै खेती किसानीको मूल आधार मानेर युगौंदेखि खेती किसानी गर्दै आएका क्षेत्रवासी विभिन्न जात धर्मावलम्बी तथा भाषाभाषीका किसानहरूको बाक्लो उपस्थितिमा यसरी हिन्दू सनातन धर्मको सम्पूर्ण विधि अनुसार पालन गरिएको गंगा पूजाले केवल गंगा माताको आराधना अथवा किसानहरूको मंगल कामना मात्रै नभएर किसानहरूमा एकता सद्भाव र भाइचारा पनि बढाउँदै आएको देखिन्छ। हेर्नुहोस् एक रिपोर्ट। यो भारत भुटान सीमान्तवर्ती अञ्चल 2 नम्बर डोंगर गाउँको हाम्रो जुन खेतीय किसान राइजहरू हामी छौँ, यो 8 नम्बर बान भनिन्छ यसलाई। यो 8 नम्बर बानको प्राङ्गणमा आज हामीले यहाँ गंगा पूजा पानी की मालिक अर्थात पानी की अधिष्ठात्री देवी गंगा देवीको हामीले पूजा आराधना गरेका हौँ र यो पूजामा केन्द्रीय पुठीमारी डोङ पानी उपभोक्ता समितिको सौजन्यमा र यहाँ हाम्रो 14वटा शाखा समितिहरू छन्। शाखा समितिको सहयोगमा यहाँ हामीले पूजा गरेका हौँ र यसमा देवचुङ्गा, उपरखुटी, बङ्गालीपारा, 2 नम्बर डोंगर गाउँ, 3 नम्बर डोंगर गाउँ, 4 नम्बर डोंगर गाउँ, सुवागपुर, औबारी, पिप्लेनी, बेटा गाउँ, यी विभिन्न गाउँलाई समेटिएका यहाँ जति पनि बसोबास गरेका विभिन्न भाषाभाषी जनगोष्ठीका मानिसहरू, धर्मावलम्बीका मानिसहरूलाई लिएर हामीले यो केन्द्रीय पानी उपभोक्ता समिति यहाँ गठन गरेका छौँ र यो पानी उपभोक्ता समितिको सौजन्यमा र शाखा समितिहरूको सहयोगमा आज हामीले यहाँ केन्द्रीय हिसाबले गंगा देवीको पूजा गरेका हौँ, आराधना गरेका हौँ र यो पूजाको मार्फत यस अञ्चलमा बसोबास गरेका अर्थात् यो पानी भेट्ने जति पनि कृषक जीवी महानुभाव खेतीयक दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई गंगा देवीले सदैव पानीको जोगान, पानीको सुविधा गरिदिनुहुन्छ भन्ने हामी आशावादी छौँ र बानपानी पनि त्यस्तो भएर हाम्रो जाति कुनै खालको क्षति अनिष्ट नहोस् भन्ने हामी देवीसँग प्रार्थना गर्दछौँ र हामीलाई जति चाहिने पानीको व्यवस्थाको गंगा देवीले पुर्याइदिनुहुन्छ भन्ने हामी आशा गर्दछौँ र यसमा यहाँ विभिन्न हिन्दू धर्मका मान्छे पनि हामी छौँ, इस्लाम धर्मका मान्छे पनि छौँ, ख्रिस्टान पनि छौँ, विभिन्न धर्मावलम्बीका मान्छे हामी एकैसाथ मिलेर हामीले यहाँ धर्मको कुरो होइन, हामीले यहाँ खेतीयकको जुन खेतीयकलाई जुन वस्तु चाहिन्छ पानी नभइकन हाम्रो खेती उब्जाउन हामी सक्दैनौँ, त्यसको आधारले हामी यहाँ खेतीयकको रूपमा हामी सबै भेला भएर गंगा देवीको पूजा गरेका हौँ।